निवेदक प्रतिवादीहरू रवि लामिछाने र छविलाल जोशीलाई पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी पूर्वपक्षका लागि सुनाममा राखी मुद्दाको कारबाही र किनारा गर्ने गरी भएको मिति 81/22 को आदेश विरुद्धको नदेखिँदा बदर गरिरहनु परेन कानुन बमोजिम गर्नु। साथै बहसका क्रममा विद्वान नायब महाधिवक्ता र जाहेरवालाका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता एवं अधिवक्ताहरूले उच्च अदालत तुलसीपुर बुटवल इजलासबाट आदेश गर्ने मान्य न्यायाधीशहरू उप सामाजिक सञ्जाल एवं अन्य सञ्चार माध्यममा लाञ्छनापूर्ण र अशोभनीय टीका टिप्पणी गरेको भनी इजलासलाई अवगत गराउनु भएकोले सोतर्फ यस इजलासको गम्भीर ध्यानाकर्षण भएको छ। अदालतबाट भएका आदेश एवं फैसलाहरू उप स्वच्छ र रचनात्मक टिप्पणीहरू सदैव अपेक्षित हुने भए तापनि नियोजित ढङ्गले न्यायाधीशहरूको मान मर्यादा गर्ने र जनमानसमा भ्रमपूर्ण सन्देश प्रवाह गर्ने प्रकृतिका क्रियाकलापबाट न्याय सम्पादनको कार्यमा अनपेक्षित अवरोध अब्स्ट्रक्सन अफ जस्टिस हुन जाने भएकोले त्यसतर्फ संवेदनशील रहन सबै पक्षका लागि यो आदेश जारी गरिएको छ भन्ने आज आदेश भएको अवस्था छ। यसमा रवि लामिछाने निवेदक विरुद्ध नारायण बहादुर समेतको जाहेर नेपाल सरकार प्रतिवादी रहेको सरकारी ठगी सम्बन्धी प्रश्न र संगठित अपराध सम्बन्धी मुद्दा र यसैमा जोडिएको छविलाल जोशी निवेदक प्रतिवादी रहेको नारायण बहादुर समेतको जाहेर रहेको नेपाल सरकार भएको प्रतिवादी रहेको मुद्दा आज मान्य न्यायाधीश डाक्टर नवकुल श्रीमान र मान्य न्यायाधीश श्री बालकृष्ण ढकाल श्रीमानको इजलासबाट जुन आदेश आएको छ यो आदेशमा निवेदक प्रतिवादी रवि लामिछानेको गोर्खा मिडिया नेटवर्क प्रणालीमा रु 1,80,00,000 रुपियाँ बराबरको सेयर रहेको देखिन्छ। आफूले यमो एको सर्ट बमोजिम कम्पनीको 15% सेयर निःशुल्क पाएको भन्ने कथन देखिन्छ। मिति 77/5/10 भएको उक्त यमो एकामा यी प्रतिवादीले निःशुल्क 15% सेयर प्राप्त गर्ने सर्त भएको देखिए तापनि निज स्वयंले प्रमाणित गरी आधिकारिक निकायमा पेश गरेको लगानी स्रोत फारममा अन्य व्यवसायको आम्दानी ऋण सम्पत्ति र पैतृक सम्पत्तिबाट 1,80,00,000 रुपियाँको सेयर लगानी गरेको उल्लेख भएको देखिन आएबाट निःशुल्क सेयर प्राप्त गरेको भन्ने निजको भनाइ निजी सम्पूर्ण प्रमाणबाट समर्थित भएको देखिएन। अपितु निज प्रतिवादीले सोही सेयर सो कर्जा लिँदा सहकारी ऐन नियम र संस्थाको विनियावली लगायत प्रचलित कानुनको कुनै प्रक्रिया पुरा गरेको प्रथम देखिन आएन। साथै ती प्रतिवादी रवि लामिछानेले मिति 79/3/1 उक्त कम्पनीबाट अलग भएको भनी जिते लिए तापनि सो मिति पश्चात समेत निजी कम्पनीको खाता सञ्चालकको हैसियतले विभिन्न मितिमा चेकहरूमा हस्ताक्षर गरेको देखिएबाट उक्त कम्पनीमा निजको निरन्तर समानता देखिन आयो। यस प्रकार उक्त कम्पनीमा यी प्रतिवादी रवि लामिछानेको समानता कर्मचारीको हैसियतमा मात्र नभई कम्पनी सञ्चालनमा सार्वभौमिक रूपमा प्रभाव पार्ने हैसियत देखियो। यस स्थितिमा सहकारी संस्थाका अध्यक्ष एवं सहअभियुक्त ओम प्रकाश गुरुङ र कुमार रम्तेल समेतले यी प्रतिवादीको समानतामा विभिन्न सहकारी संस्थाबाट रकम लिई टेलिभिजन कम्पनी खडा गरी सहकारीको रकम अपचरण गरेको भनी गरेको बयान, सहप्रतिवादी छविलाल जोशीले कम्पनीको सम्पूर्ण आर्थिक कारोबारको जिम्मा जीवी राई र यी प्रतिवादी रवि लामिछानेको थियो भनी गरेको बयान तथा कम्पनीका लेखापाल सञ्जय अधिकारी, सहायक लेखापाल रजनी श्रेष्ठ एवं लेखा परीक्षक विशेष देवु आचार्यले गरेको घटना विवरण कागज समेतका तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादी आरोपित कसुरका कसुरदार रहेनछन् भनी विश्वास गर्न सकिने मनासिब आधार देखिन आएन। अब निवेदक प्रतिवादी छविलाल जोशीको हकमा विचार गर्दा निज प्रतिवादी गोर्खा मिडिया नेटवर्क प्रणालीको संस्थापक सेवाधनी तथा सञ्चालक भएको तथ्यमा विवाद भएन। निज कम्पनीको स्थापना कालदेखि मिति 78/6/22सम्म कम्पनीमा आबद्ध रहेको देखिएकोमा सो अवधिमा उक्त कम्पनीको नाममा सहकारी संस्थाबाट पटक पटक विभिन्न मितिमा विभिन्न परिमाणमा रकम आएको देखिन्छ। यीमध्ये निवेदक प्रतिवादीको नाममा मिति 77/10/28 सुप्रिम सहकारी संस्थाबाट 2,50,00,000
कर्जा प्रभाव गरेको देखिन्छ। निज प्रतिवादीले उक्त कर्जा प्रभावमा आफ्नो कुनै संलग्नता नभएको र सम्पूर्ण आर्थिक कारोबार प्रतिवादी जीवी राई र रवि लामिछानेले गरेको भनी बयानमा जिकिर दिएको भए तापनि मिति 77/7/2 को सञ्चालक समितिको बैठकमा यी प्रतिवादी छविलाल जोशी संस्थापक सञ्चालनको हैसियतले उपस्थित भई ग्लोबल आइएमई बैंक लिमिटेड कालोपुर शाखामा खाता सञ्चालन गर्ने र सो खातामा जितेन्द्र बाबु राई, छविलाल जोशी वा जीवी लामिछाने मध्ये कुनै एकको हस्ताक्षरबाट खाता सञ्चालन गर्ने गरी निर्णय भएको र सो निर्णय बमोजिम खोलिएको उल्लेखित खातामा नै सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट यी निवेदक समेतका नाउँमा पटक रकम आएको देखिएको स्थितिमा सहकारी संस्थाबाट कम्पनीमा रकम आएको बारेमा आफूलाई केही खास जानकारी नभएको भन्ने प्रतिवादीको जिकिर विश्वासप्रद देखिएन। यस स्थितिमा मिसिन संलग्न सहकारी संस्थाका अध्यक्ष एवं सहअध्यक्ष ओम प्रकाश गुरुङ तथा सहअध्यक्ष कुमार रम्तेल एवं कम्पनीका लेखापाल सञ्जय अधिकारी, सहायक लेखापाल रजनी श्रेष्ठ एवं लेखा परीक्षक विशेष विगो आचार्यले गरेको घटना विवरण कार्य समेतका तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादी आरोपित कसुरदार रहेनछन् भनी विश्वास गर्न सकिने मनासिब आधार देखिन आएन। तसर्थ कायम अदालतबाट निवेदक प्रतिवादीहरू रवि लामिछाने र छविलाल जोशीलाई पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी पूर्वपक्षका लागि चुनावमा राखी मुद्दाको कारबाही र किनारा गर्ने गरी भएको मिति 81/12/22 को आदेश विरुद्धको नदेखिँदा बदर गरिरहनु परेन कानुन बमोजिम गर्नु। साथै बहसका क्रममा विद्वान नायब महाधिवक्ता र जाहेरवालाका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता एवं अधिवक्ताहरूले उच्च अदालत तुलसीपुर बुटवल इजलासबाट आदेश गर्ने मान्य न्यायाधीशहरू उप सामाजिक सञ्जाल एवं अन्य सञ्चार माध्यममा लाञ्छनापूर्ण र अशोभनीय टीका टिप्पणी गरेको भनी इजलासलाई अवगत गराउनु भएकोले सोतर्फ यस इजलासको गम्भीर ध्यानाकर्षण भएको छ। अदालतबाट भएका आदेश एवं फैसलाहरू उप स्वच्छ र रचनात्मक टिप्पणीहरू सदैव अपेक्षित हुने भए तापनि नियोजित ढङ्गले न्यायाधीशहरूको मान मर्यादा गर्ने र जनमानसमा भ्रमपूर्ण सन्देश प्रवाह गर्ने प्रकृतिका क्रियाकलापबाट न्याय सम्पादनको कार्यमा अनपेक्षित अवरोध अब्स्ट्रक्सन अफ जस्टिस हुन जाने भएकोले त्यसतर्फ संवेदनशील रहन सबै पक्षका लागि यो आदेश जारी गरिदिएको छ भन्ने आज आदेश भएको अवस्था छ।